अब चाहिँ हामी लाग्यौँ हाम्रो बारीतिर के छ भनेर हेर्नलाई। 1 घन्टामा 1 आरीभन्दा धेरै आँप झर्छ पाकेर। हामी चाहिँ त्यो टुप्पामा पुग्न सक्दैन यहाँ तलबाट। अनि त्यो टुप्पाबाट पाकेर झरेको आँप चाहिँ हामी टिप्छ, नभए अलि तल बसेर हल्लाउँछ। पहिला भएको छ नि, हेर्नु होला। ल हेर्नु, आँप पाकेको छ। अस्ति नै सानो सानो देख्नु भएको मकै चाहिँ घोगा लागेको छ। हाम्रो चाहिँ सानो करेसा बारी भन्ने सीमित हुँदैन, हाम्रो पुरै करेसा बारी हो। हेर्नु मकैको भित्रभित्र कति छ त्यस्ता जाबा फर्सीका लहरा त, हिरम्लाका लहरा, बोडीका लहरा, यो मकै बारीभरिभित्र यो सबै छ। मेवा पनि पाकेर बसेको रहेछ, कसले खाने हौ। राम 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 राम। अस्ति नै काँचो थियो, अहिले त हेर्नु पाकेर बसेको रहेछ नि। कहिले आँप खानु कि मेवा खानु, हामीलाई त आपत्तै पर्छ। अम्बा अस्ति नै आउँदा पनि सानै थियो, अहिले पनि सानै रहेछ नि। ठुला भएर रहेनछन्, उत्रैको उत्रै रहन्। ल हेर्नु मकैका घोगाभित्र फर्सीका लहरा हेर्नु होला, कति छ के। ए फर्सी नै फर्सी छ, मतलबै हुँदैन यहाँनिर। हेर्नु हाम्रो बारी, यहाँ अस्ति नै बाँझै थियो, यहाँ अहिले यत्रो भएको छ मकै। यहाँ चाहिँ घाँसको लागि मात्रै छर्नु भएको। यो हो भलबाई, यो हो म पढेको विद्यालय, श्री कमला उच्च माध्यमिक विद्यालय भलबाई। त्यो रातो जस्ता लाग्यो, यो मैले घरैबाट खिचेको भिडियो हो। यो यतिको दूरीमा छ ल हाम्रो घर चाहिँ। त्यहाँ हाइवे रोड पनि छ, मदन भण्डारी राजमार्ग, ठ्याक्कै त्यहीँनिर छ बाटो। अनि यो चाहिँ पुरै गाउँ कस्तो छ भने, यो नयाँ घरहरू बनेका हुने बिचमा। यो घर त्यो घर यो बनेको। यो घर बनेको 4-5 वर्ष भयो। त्यो उत्तो बिचमा बनेको 10-11 वर्ष भयो। त्यो घरहरू बन्यो भने 4-5 वर्ष भयो। नभए यो गाउँ चाहिँ कस्तो हो भनेदेखि, यो चाहिँ पुरा यो वरिपरि गाउँ, यो छेउ पुरा गाउँ, यो पुरा छेउ गाउँ, यो पुरा छेउ यो गाउँ हो। यो यतापट्टि यस्तो छेउ एकदम गोलो तरिकाले यो गाउँ हो। यो बिचमा चाहिँ सबै खेतीयोग्य बारीहरू छ, खेतीयोग्य बारी हो। अब घडेरीको रूपमा पनि मान्छेहरूले परिणत गरिसक्नु भएको छ। गर्नु चाहिँ अब जनसङ्ख्या वृद्धि दरसँगै बसाइसराईको बढ्दो क्रमसँगै यी कुराहरू पनि बढ्दै जाने कुराहरू रहेछ, कुराहरू पनि बढ्दै गइरहेछ। चाहिँ हाम्रो घरको बगैँचा घारी हो। यहाँदेखिको यो आरू केराहरू, यो कटहरहरू, लिचीहरू, आँपहरू, केराहरू, बोडीहरू, मकैहरू, यो हजुरहरूले मैले अगाडि पनि यो भिडियोमा मैले क्याप्चर गरिसकेको छु। यो कागतीहरू, यो सबै कागती हो। त्यो यहाँदेखिको कागती घारी हो, यो सबै कागती हो। त्यो सबै कागती हो। उता पनि छ कागती, अलि उता पनि छ कागती। म अहिले सबैतिर देखाउँछु हजुरहरूलाई, हेर्न छुट्नु भएको जतिलाई पनि। भल्ला स्कुल हो, यस्तो छ हाम्रो गाउँ चाहिँ। हजुरहरूलाई कस्तो लाग्यो? हाम्रो गाउँठाउँ हो। यो म जन्मेर हुर्केर खेलेर बढेर र म त्यहाँ पढेर आज म यतिको बोल्न सक्ने भएको छु, यतिको हजुरहरू सामु बोल्न सक्ने, देख्न सक्ने जति पनि भएको छु। मलाई त्यो पुरै 1 क्लासदेखि 12सम्मको उच्च शिक्षासम्म नै भनौँ न शिक्षा दिने विद्यालय हो त्यो मेरो, श्री कमला उच्च माध्यमिक विद्यालय भलुवाई। अहिले कमला माध्यमिक विद्यालय भनेर भन्छ के अरे, श्री कमला माध्यमिक विद्यालय। अहिले उच्च हटाएको छ, सबै मावि स्तरमा भएपछि श्री कमला माध्यमिक विद्यालय समथिङ छ, उच्च हटेको छ भने जस्तो लाग्यो। तर हाम्रो पारामा चाहिँ श्री कमला उच्च माध्यमिक विद्यालय भनेर चाहिँ हामीले लेख्थ्यौँ। 2016 सालमा स्थापना भएको
सिन्धुली जिल्लाकै नमुना विद्यालयभित्र पनि पर्छ। यहाँनिरबाट धेरै मान्छे पढेर धेरै राम्रो राम्रो ठाउँमा पुग्नु भएको छ। धेरै पुरानो स्कुल हो, धेरै टाढा टाढादेखि मान्छेहरू आएर पढ्नुभएको। पहिलाको जमानामा 2016 सालमै स्थापना भएको। उच्च मावि चाहिँ पछि खोल्या, +2 12 चाहिँ पछि खोल्या हो। तर 10 सम्मको 10 सम्म पढाइ हुने चाहिँ पुरानो स्कुलमा पढ्छ। त्यही भएर पाहाडबाट पनि धेरै मान्छेहरू आएर यो स्कुलमा पढ्नुहुन्थ्यो अरे पहिला पहिला। चाहिँ हाम्रो गाउँ हो। यहाँनिर चाहिँ त्यो चाहिँ पानी ट्याङ्की हो। यहाँ चाहिँ बोर्डिङ गरेर त्यहाँ चाहिँ पानी निकालेको छ। बोर्डिङको त्यो पाइपहरू त्यहाँ गाडेको मैले देखाएको छु नि त्यो बारीमा। अहिले चालु चाहिँ भएन, त्यहाँनिर चालु चाहिँ गरेको छैन। पानी चाहिँ निस्किसक्यो, खोइ किन पानी चाहिँ बाडेको छैन। विकासहरू हुन बाँकी नै होला। राजनीतिक दल यही त हो नि, त्यो काङ्ग्रेसले गरेको कार्य हो क्या। अहिले एमाले जितिरहनु भएको छ, त्यस्तै होला। खुट्टा ताना होला। मैले काम गरेको देखाउने होला सबैले। के हो, म राजनीतिक कुरा त बुझ्दिनँ। के छ त्यहाँभित्रको कुरा केही होला र रोकिएको होला। पानी वितरण चाहिँ भएको छैन, तर त्यहाँबाट पानी पनि निस्किसक्यो। सबै कामहरू पनि लगभग पुरा भइसकेको छ क्या अरे। बोरिङ पनि धसाइसकेको, तर पानी चाहिँ आएको छैन। यो म अब तल गएर मेरो बगैँचाहरू हजुरहरूलाई देखाउँछु है त। ल, म चाहिँ अहिले छतबाट भिडियो लिइरहेको छु, किनभने तलबाट भिडियो लिनलाई अहिले गाउँ देख्दैन। सबै मकै घारी छ, देखिरहनु भएको छ, छेलिहाल्छ सब। अब यो भने नि घर अगाडि यो सबै यस्तो वरिपरि गाउँ छ, बिचमा खेतीयोग्य जमिन छ। त्यही भएर ठ्याक्कै मैले घर अगाडिबाट नै सो गरिरहेको छु हजुरहरूलाई। त म तल गएर अब मेरो बारी देखाउँछु। जाम सँगै जाने होइन त तल घुम्न मसँग, आउनुहोस् है, सँगै जाम ल। यो हो हाम्रो घरमा फुलेको लाउरे फुल। यो चाहिँ आमाले रोप्नु भएको थियो अरे। आमा अहिले इन्डिया जानु भएको छ। आमा गए पनि यहाँ फुल फुलेको छ। आमाले नि यो भिडियो हेर्नुभयो भने देख्नुहुन्छ होला मैले रोपेको लाउरे कति फुलेछ भनेर। हेर्नु त कस्तो राम्रो लाउरे फुल। वाउ, मलाई त अति धेरै मन पर्यो हजुरहरूलाई नि। वाउ वाउ, आई लभ यु लाउरे। ए घरमा रोपेको बोडी त के देखाउनु र बाबै, बारीभरि बोडी नै बोडी छ। हाम्रो करेसा बारी भनेको पुरै यो सिँगै बारी हो। यो करेसा बारी हो, यो सबै करेसा बारी हो। मकै बारी नै करेसा बारी हो। यहाँनिर रोपेका त लौकाको स्थिति यस्तो छ, झारले यहाँ करेलो पाकेर बसिरहेको रहेछ कि कुहिएर बसिरहेको छ। कुहिएर पाके कुही गरेछ। खाने मान्छे छैन नि यहाँ पनि, सबै म जस्तै हुन्, प्रेसर लो। जति मन परे पनि यस्तो हुन्छ। रोप्न चाहिँ फेरि रहरले रोप्नुहुन्छ। खाने बेलामा चाहिँ एक दिन खाएपछि 5 दिन सुत्नुपर्छ। त्यही भएर चाहिँ यहाँ चाहिँ काँक्रो पनि रहेछ। यो फर्सीका त के गणना गरिसक्नु छैन। थोरा फल्दैन, थोरा हुँदैन। पोहोर त आमाले कति 1000को फर्सी बेच्थे भन्नुहुन्थ्यो। यसपालि आमा हुनुहुन्न, आमा मिस गर्नुहुन्छ होला बहुत बहुत। सर्प छ कि है, मलाई टाङ्गै पारो भनेदेखि फेरि भिडियो देखाउनै पाउँदिनँ। ल हेर्नु यहाँ, यसलाई भन्छ साइडी खोर्सानी। यो चाहिँ साइडी खोर्सानी यस्तरी पाकेर बसेको रहेछ। यहाँ रहेछ डल्लो खोर्सानी। यहाँ चाहिँ डल्ले खोर्सानी पाकेर बसेको रहेछ। कागती पनि हेर्नु होला, ठुलो ठुलो हुने कागती हो। कति घाडी हौ। ए सर्प भागै, मलाई नखाल, माया गर ल मलाई। ल हेर्नु त कागती कति देखाउनु हो। यो कागती कति देखाउँछ भन्नुहुन्छ होला। मलाई त देखाउन मन लाग्छ हौ। यहाँ चाहिँ बोडीलाई निकै जतन गर्दाखेरि पनि धेरै चाहिँ खोइ फलेन चाहिँ, यस्तो भएछ। त 2-4 छाक त खायौँ भन्दै हुनुहुन्थ्यो। यो चाहिँ किनेर ल्याएको विकासे बोडी, ल त्यो मिटर बोडी हो के अरे। हाम्रो बारीमा फल्ने बोडी त जति पनि फल्छ। ल हेर्नु, यो तपाईँहरू झुकिनु भयो होला, यो सुन्तला होला भन्नुभयो होला। यो सुन्तला होइन, सुन्तलासँग कागती क्रस गरेर फलेको चाहिँ क्रसवाला कागती हो। हेर्नु त यस्तो फल्छ यो, यति फल्छ नि यो। यसको बास्ना पनि सुन्तला जस्तै आउँछ, तर हुन चाहिँ यो कागती हो, अमिलो हुन्छ है। त्यसरी निचोर्न ओर्न अचार बनाउन चाहिँ काम लाग्छ। यति फलेको, यो कति फल्यो, बोटले नै फेक्न सक्ने फल्यो क्या यति।
कति छ यो, कति छ यहाँ, यो कति छ, यो यसमा कति छ के, कति फलेछ यो त कुरा गरिसक्नु छैन। यो सबै अलुवा घारी कति रहेछ यो सुठुनी, आमामामा सुठुनी नै सुठुनी रहेछ। यहाँ चाहिँ पुरै घारी नै भएछ है। हेर्नु त कागती, ल यो चाहिँ हाम्रो कागती हो। यो चाहिँ फेरि क्रसिङवाला कागती होइन, यो चाहिँ कागती नै हो। यो चाहिँ डल्ला कागती हुन्, यो सिड्सलेस कागती हो। यो बाह्रै महिना फल्छ यो कागती। कति छ कागती। झुप्पा हेर्नु होला लटरमै। काँडाले गोज्छ मलाई, धेरै मोडी हत्ते गरेर देखाउन पनि नलाउनु होला है त। ल हेर्नु कागती। यो जिम्मु मलाई हाम्रो एकजना लाउरेजीले सोध्दै हुनुहुन्थ्यो, जिम्मु त पाहाडमा हुन्छ त्यहाँ कसरी भन्दै हुनुहुन्थ्यो। यो चाहिँ जिम्मु हो। ल यस्तो घारीमा कति बेसी हार्छ हाम्रो त यस्तो। यो चाहिँ लसुन जस्तै बास्ना आउँछ, दाल झान्न प्रयोग गरिन्छ होइन, अनि सब्जीहरूमा नि हाल्दा मिठो हुन्छ। यसको चाहिँ वैष्णवहरूले विशेष खाना मिल्ने भएर हाम्रो घरमा चाहिँ छ। हामी लसुन प्याजहरू यहाँ खानुहुन्न, चाहिँ लसुन जस्तै गनाउँछ अलिअलि। चाहिँ जिम्मु हो, हाम्रो घरमा पनि छ। पाहाड त होइन हाम्रो, तराई भेगै हो पर्छ भित्री मधेसभित्र। ल हेर्नु है, देखिहाल्नुभयो पाहाड त होइन, तर समथर भूभाग भए पनि छ। यो हो के अरे अपराजिता फुल हो। अपराजिता फुल फुलेछ। ल हेर्नु त अपराजिता फुल फुलेछ। मान्छे नबसेपछि त यतापट्टि कस्तो भएछ अपराजिता फुल। यो चाहिँ कटर खाइसक्नु भयो। एउटा मात्र पाकमा छोडिदिनु भएको, किनभने पाकेको कटर कसैलाई मन पर्दैन। यो चाहिँ हो जाइफुल होइन, जुई फुल हो है। जाइफुल चाहिँ बाख्ना आउँछ। यो चाहिँ जुई हो, पहेँलो फुल्छ, जुई फुल भन्छ, जुई भन्छ के अरे, जुई फुल हो यो चाहिँ। कटर एउटा मात्रै पाक्न छोडिदिनु भएको छ, त्यो पनि कुक्रिक्क परेर बसेर छु, मन पर्दैन, कसैले खानु हुँदैन। यो चाहिँ हो माघे फुल, माघमा फुल्छ। सयपत्री, माघे सयपत्री के भन्नुहुन्छ तपाईँहरू। यो चाहिँ यसको टुप्पा रोपिदिँदा पनि सर्छ है। यो फुलहरू चाहिँ हेर्नु न, यो मैले सानोमा ल्याएर रोपेको। यो म सानामा मेरो बिहे नगरिकन मैले रोपेका मेरा मायाका चिना हुन् है। यो खोर्सानी चाहिँ जताततै कति फल्दो रहेछ। यो पनि त्यही साइटी नै देखाएकै खोर्सानी हो। यो चाहिँ मैले मेरो बिहे अगाडि रोपेका फुल हेर्नु न कति हेलामा छन्। मेरा मायाका चिना हुन्। यो फुलहरू सबै मैले रोपेको हो मेरो बिहे अगाडि। अहिले हामी यता बस्दैन, उतापट्टिको घर बनाएर हामी उता बस्छौँ। त्यही भएर यो चाहिँ बेसियार पनि भएको छ। यो चाहिँ मेरो मायाको चिनोकवाला फुल हो है। यो मैले रोपेको फुल हो। परसम्म थियो, गाडीहरूले छोप्यो होला। अरू फुलहरू पनि थिए थुप्रै खाले। यो कागती पनि मैले तपाईँहरूलाई देखाइसकेको छु अस्ति नै पनि। यस्तै सानो थियो, ल हेर्नु होला। यो चाहिँ लामो वाला हुन्छ। यो पनि सिड्सलेस कागती हो, लामो वाला, यस्तो वाला कागती हो यो चाहिँ। हजुरहरू किनेर खानुहुन्छ होला, मनै कटक्क खान्छ होला हो मेरो भिडियो हेर्दा पनि। म पनि लालबन यहाँ बेला बेला किनेर खान्छु, सधैँ यहाँबाट जाँदैन, प्राय त जान्छ। यो चाहिँ कुबिन्डो हो। यहाँ चाहिँ कुबिन्डो गएछ हाम्रो पुरानो टोइलेटमा चाहिँ। कुबिन्डो पनि फल्छ। कुबिन्डोको चाहिँ सुकाएको के खानुहुन्छ होला होइन तपाईँहरू। उतापट्टिको टोइलेट ग्यास हो, उतापट्टि गोबर ग्यास छ। टोइलेट ग्यास मिसाएको ग्यासबाट चाहिँ हाम्रो बुवाले खाना खानुहुन्थेन, त्यही भएर टोइलेट ग्यास छुट्टै गोबर ग्यास छुट्टै बनाउनु भएको थियो। हामी सानै केटाकेटी नै हुँदाखेरि बनाउनु भएको हो। अहिले त गोबर ग्यासको चलन हराइसक्यो। हामी सानै थियौँ, मलाई त चोपट्ट याद पनि छैन गोबर ग्यास बनाएको चाहिँ। यो टोइलेट ग्यास बनाएको चाहिँ मलाई अलिअलि याद छ, सानै थिएँ म 4-5 वर्षको। यो चाहिँ कुबिन्डो हो।
अनि यो चाहिँ हो सरिफाको बोट हो। यो कागतीको रुख हो, सकिसक्यो कागती। यो किम्बु हो। यो अम्बा हो, अर्को अम्बा। उयो पनि हाम्रो कटर हो। यी हुन् हाम्री लाली। हेलो लाली। हेलो, यी हुन् लालीकी आमा। हेलो लालीकी आमा। ठुली राधे राधे। छुच्ची ए छुच्ची। यी आमा छोरी नै प्रेग्नेन्ट छन्। आमा छोरी नै प्रेग्नेन्ट हुन्। ती लाली हुन्, यी लालीकी आमा हुन्। हाई भनिदेऊ लालीकी आमा। हो गुड। अर्को अम्बा हो। यो अर्को अम्बा हो। अघि नै घरबाट देखाएको अर्को अम्बा हो। 3टा अम्बाका रुख छन् है। हेर्नु त पहेँलो भएर बसिरहेछ अम्बा। अहिले चाहिँ म खान्न, अहिले म खान्छु एकछिनमा। यो नि कटर हो। यो हो भुइँ कटर। पाकेको हो कि? ल यहाँ नि एउटा कटर रहेछ त। खए यो सबै किम्बुहरू, केराहरू, किम्बुहरू यो सबै हाम्रो हो। यो बाटो हो नि हो। यो हो आम्रपाली आँप। यो चाहिँ अलि पछि पाक्छ, अहिले पाक्ने बेला भएन। अहिले दशहरी आँप मात्रै पाकेको छ। आम्रपाली हो। दशहरी सिद्धिएपछि यसको पालो सुरु हुन्छ। यो चाहिँ आम्रपाली हो। मलाई मनपर्ने आँप भनेको दशहरी र आम्रपाली हो विशेष। ओभानो हुन्छ, रस पनि चुहुँदैन, तास्न पनि सजिलो हुन्छ, खान पनि मिठो हुन्छ। अनि यो चाहिँ ठुल्ठुलो दाना हुन्छ, फार्सी भन्ने हो। यो पनि भदौको लगभग साउनको अन्तिम साउनको मध्यतिर पाक्छ। यो पनि पछि पाक्छ। दशहरी पछि यो पाक्छ, यो पछि त्यो पाक्छ है। त्यसरी पाक्छ। यो फर्सी। यो हो केरा। ल हेर्नु केरा। आम्रपाली आँप। माया गरिदिउँ कि क्या हो आँपलाई। यो हो अमला। त्यो पनि आम्रपाली आँप हो। त्यहाँदेखि फल्या। यहाँ आरु बखडा थियो, अस्ति देखाइहाले। फर्सी। ए फर्सी। यो बारी हो, हाम्रो बारी। यहाँ फर्सी हो, पनि हाम्रै हो। बाटो हिँड्नु पर्यो अब। यो हाम्रो बारी। म एकचोटि बारीबाट बनाउँछु कि भनेको थिएँ नि। त्यहाँबाट मकैले छेलेर केही देखिँदैन दायाँ बायाँ त। यस्तै हो गाह्रो। अब पाक्छ मकै 15-20 दिन पछाडि। मकै पाक्दा म फेरि आउन पाउँदैन होला। यहाँ छ हाम्रो बारीको सिमाना, हाम्रो घर। यो हाम्रो बारी। अनि यो बारीबाट चाहिँ यो घर भयो। यो बारी पनि हाम्रो। यो चाहिँ अलिकति यता लागेपछि यहाँबाट चाहिँ हाम्रो बारी। यो बारी हो। यहाँबाट चाहिँ हाम्रो घरै देखिँदैन। मकैले छेलो मकै हेर्नु मकैभित्र घिरम्ला कति, घाँस कति, बन्सो घिरम्लाका लहरा। बन्सो काट्दैन पार लहरा लुरी हुन पाउँथ्यो त। बन्सो नै बन्सो खाने त्यही लाली र लालीकी आमा हुन्। यहाँदेखि
यहाँबाट हाम्रो बारीको सिमाना चाहिँ यहाँ देखे यसरी छ। यहाँ फर्सी घिराम्लाका लहरा कति हुन् गयो, घारीभित्र म पस्न सक्दिनँ। यो चाहिँ हाम्रो बारी हो, यहाँसम्म घरबाट देखिएको। त्यहाँ चाहिँ इनार थियो, मासिएछ क्यारे। त्यहाँ मेरो साथी सपनाको घर छ। माइत अब पहिला त घर हो, अब अहिले त माइत भएको छ हामी सबैजनाको। होइन त मकै बारी हो, यो चाहिँ पुरै मकै बारी हो। कुनै कुनै मजाले फलेछ, कुनै कुनै चाहिँ फलेन छ। मकै हाम्रो बारीको यस्ता फर्सीका लहरा लहुरी घिराम्लाका लहरा लहुरी चाहिँ गनेर नि साध्य हुँदैन, देखाएर पनि साध्य हुँदैन। पुरै बारीभरि नै छ बोडी लहरा, बोडी घिराम्ला फर्सी चाहिँ बारीभरि नै छ। ल बारीभरि नै छ। चाहिँ यहाँ दुईवटा बारी छुट्टिएको, बिचबाट हाम्रै बारी हो दुईपट्टिको। एउटा चाहिँ घर लागेँ। ला कुरो रहेछ यहाँ, यो कुरो थाहा छ कि छैन हजुरहरूलाई? यो कुरो हो, यो कुरो चाहिँ सबै लुगामा लाग्छ, मेरो पेन्टमा पनि लाग्छ भनेर म सर्लक्कै नि। ल हेर्नु त घाँस, ल हेर्नु त फर्सी कति हुन्छ, फर्सीका लहरा मुन्टा। यो चाहिँ त्यही पानीको बोरिङ अलिक देखाइ नि, सबै गरे तर पानी सप्लाई चाहिँ भएको छैन। बोडी हेर्नु, बोडी मकैमा यसरी बोडी गएको छ। भित्रभित्र कति छ, यो सबै फर्सीका लहरा कति छ। काँक्रो पनि छ है यहाँ। मैले त काँक्रोको त गडै नै लाइन छु साँच्ची। काँक्रो थोडा खाइएन अघि नै, काँक्रोको चाहिँ हिसाबै लाइन छ। छेउछेउमा चाहिँ रहेनछ काँक्रो, बिचमा। ल हेर्नु त फर्सी कुलुक्क परेको मुन्टा। ल हेर्नु त तपाईँहरू, एउटा फर्सीको बोटको भिडियो बनाएर हाल्नुहुन्छ, म यत्रो पुरै बारी देखाइरहेको छु। यो अर्ग्यानिक फार्मिङ हो। फार्मिङ भन्दा नि हाम्रो यो खेती किसानी हाम्रो नेपालीको पहिचान। हामी चाहिँ कृषि प्रधान देश भनेर हामीले गर्व गर्नुपर्छ, हामी किसान भनेर हामीले गर्व गर्नुपर्छ। ल हेर्नु घिराम्ला फर्सी काँक्रो बोडी घिराम्ला फर्सी। ल हेर्नु मकैका घोगा, कति रुपियाँ घोगा मकै किनेर खानुहुन्छ होला है हजुरहरू त। ल हेर्नु मकैका घोगा, फर्सीका लहरा। यो घाँस हेर्नु न, वनसो कति धेरै हो, घाँस पनि काट्नु थियो। ल हेर्नु त, ल हेर्नु त, ल हेर्नु त, बोडी र फर्सी मात्रै छ। जति घुमे पनि म चाहिँ अब घर आइपुगेँ। त्यो चाहिँ त्यहाँसम्म छ, त्यहाँनिरसम्म म्याङ्गो भन्दाको रुख भन्दा अलिकति उतासम्म छ हाम्रो बारी, थोरै उता 10 दूर जति उता। त्यो रुखभन्दा चाहिँ धेरै छैन, त्यहाँबाट हाम्रो खत्तम हुन्छ। हाम्रो गाउँ कस्तो लाग्यो हजुरहरूलाई? मन पर्यो भनेदेखि लाइक कमेन्ट सेयर गर्नु होला। अर्ग्यानिक एरिया हो यो। ल हेर्नु है त कस्तो लाग्यो, पुरै गाउँ मैले हजुरहरूलाई घुमाएर देखाएँ। मेरो माइतमा के छ भनेर नि देखाएँ। कर्कलोहरू, उखुहरू हेर्नु, उखु पनि छ। तिमीहरूलाई नि देखिन्छ सर्प, मलाई त माया गर्छ सर्पले। भइहाल्छ नि हौ बर्खामा सर्प। ल हेर्नु, देख्नुभयो टिक लगाएर। हाम्रो गाउँ कस्तो लाग्यो है? सल्लाह सुझाव प्रतिक्रिया दिनु होला। केराका घडी छन्, यतै केराका घडी त आज मैले धेरै सो गराइनँ कि क्या हो। ल केराको घडी हेर्न छुट्नु भएको भए नि लास्टमा घडी हेर्नु न त। उयो लट्टे चाहिँ मलाई एकदम मनपर्छ, यो वाला लट्टे चाहिँ फेरि यो वाला लट्टे एकदम मिठो लाग्छ मलाई, त्यो अर्को ठडिया लट्टे भन्दा। यो लट्टे केरा मैले उता पनि देखाएँ, यता पनि छ।
उता अग्लो अग्लोवाला केरा यता होचोवाला केरा थ्याङ्क यू सो मच बाई बाई हजुरहरूलाई बाई